यहाँ सम्पूर्णलाई हार्दिक नमस्कार। दक्षिण कोरियाले 2025 देखिबाट E74R भनेर नयाँ भिसा प्रणाली लागू गर्दैछ र यो भिसा प्रणालीमा के कुराहरू चाहिँ छन् र कुन मापदण्डहरू हामीले पूरा गर्यौं भनेदेखि हामीले E74R एप्लाई गर्न हामी योग्य हुनेछौं। हाई कोरियामा चाहिँ चौथो महिनाबाट लागू हुँदैछ भन्ने सूचना छ। E74R यो भिसा सम्बन्धी विस्तृत रूपमा मैले यो भिडियो बनाएको छु र तपाईले सुरुदेखि नछुटाइकन अन्तिमसम्म हेर्नुभयो भनेदेखि E74R सम्बन्धी सम्पूर्ण जानकारी यो भित्र प्राप्त गर्न सक्नुहुनेछ। र यदि तपाईलाई यो भित्र पनि मैले भन्न छुटाएको कुनै कुराहरू त्यस्तो छन् भनेदेखि कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ र मैले फुर्सद भ्याएसम्म चाहिँ मैले रिप्लाई गर्ने कोसिस गर्नेछु। र E74R सम्बन्धी यो सूचनामा भनिअनुसार र मैले बुझेअनुसार तपाईलाई जानकारी दिने कोसिस गर्नेछु है त। र आजको भिडियो सुरु गरौं। आज म तपाईलाई हाई कोरियाले निकालेको E74R सम्बन्धीको सूचना चाहिँ विस्तृत रूपमा चर्चा गर्नेछु र तपाईले चाहिँ हाई कोरियाले चाहिँ चौथो महिनादेखिबाट अप्रिलबाट लागू हुने भनेको छ भने र के कुराहरू भयो भने हामीले E74R एप्लाई गर्न सकिन्छ। सुरुमा चाहिँ हाई कोरियाबाट के सूचना आएको छ यो कुरा चाहिँ तपाईलाई म जानकारी दिने कोसिस गर्नेछु। E74 छियक्थगायोङ भिजा छुङ्यो फिङ्गिङ साहाङ आलिम भनेर राखेको छ। यो चाहिँ E74 भिसाको परिवर्तन सम्बन्धी चाहिँ महत्त्वपूर्ण सूचना भनेर राखेको छ। यसमा थेसाङ छियक भनेर राखेको छ। इङ्गु खाम्सो छियकको 89 वटा क्षेत्र र त्यसपछि इङ्गु खाम्सो ख्वान्सिङ छियकको 18 वटा क्षेत्र गरेर 107 वटा क्षेत्रमा हामीले आवेदन गर्न सकिन्छ E74R। यो धेरैलाई जानकारी भइसकेको विषय पनि हो। त्यसपछि के छ त E74R सम्बन्धी यो चाहिँ चौथो महिनाबाट लागू हुने सक्ने भनेर योजना भनेर राखेको छ। यसमा भनेदेखि इङ्गु खाम्सो छियक र इङ्गु खाम्सो ख्वान्सिम छियक भित्र हुनु पर्यो भनेको छ। इङ्गु खाम्सो छियक र त्यसपछि इङ्गु खाम्सो ख्वान्सिम छियक भित्र हुनु पर्यो। भिसाहरू चाहिँ E9, E10 र S2 मा भएको हुनु पर्यो भनेदेखि E74 जुन हाम्रो चाहिँ सुङनेन खिनुङ इल्यक E74 भिसा छ त्यसको अङ्कभार प्रणाली छ। त्यो अङ्कभार प्रणालीको जस्ताको तस्तै लागू गर्ने भनेर यसमा चाहिँ सेम दुरुस्तै भनेर भनेको छ भनेदेखि यदि तपाई यो 10 वर्षभित्र यो नजिकको 10 वर्षभित्र E9, E10 र S2 भिसामा रहेर 2 वर्षभन्दा बढी कोरियामा वैधानिक रूपमा काम गरिरहनु भएको छ भनेदेखि त्यस्तो व्यक्ति चाहिँ E74R एप्लाई गर्नको लागि योग्य हुनेछन् भनेको छ भनेदेखि यदि इङ्गु खाम्सो छियकमा चाहिँ खुचिकचुङिन खेङु पनि एप्लाई गर्न मिल्छ भनेको छ। इङ्गु खाम्सो छियकमा गएर तपाईले काम खोज्दै हुनुहुन्छ अन्तबाट इङ्गु खाम्सो छियकमा जाँदै हुनुहुन्छ भनेदेखि त्यस्तो अवस्थामा पनि तपाईले E74R एप्लाई गर्न मिल्छ। र E74R को लागि ख्वाङ्गेक छिच्छाछेबाट चाहिँ छुछन्स अनिवार्य रूपमा बनाउनु पर्ने हुन्छ भने यदि तपाईले छुछन्स प्राप्त गर्न सक्नु भएन त्यहाँ काम गरिरहेको व्यक्तिलाई त त्यो अनुसारले छुछन्स ख्वाङ्गेक छिच्छाछेले दिने भयो। तर काम नगरेको व्यक्ति अन्तबाट काम छोडेर त्यो क्षेत्रमा गएको व्यक्तिले त ख्वाङ्गेक छिच्छाछेबाट त्यहाँको जुन मापदण्ड छ त्यो मापदण्ड त पूरा नहुने भयो। त्यस्तो खण्डमा चाहिँ खोयोङ अक्षबाट तपाईको कम्पनीबाट जुन कम्पनीमा तपाईले लेबर कन्ट्र्याक्ट गर्दै हुनुहुन्छ त्यो कम्पनीबाट छुछन्स दियो भनेदेखि तपाईले आवेदन गर्न सक्नुहुने भयो। अनि त्यसपछि चाहिँ यदि ख्वाङ्गेक छिच्छाछेले छुछन्स दियो फिल्सो अनिवार्य दियो भनेदेखि अनिवार्य भनेको छ दिइसकेपछि चाहिँ त्योभन्दा माथिल्लो निकायले चाहिँ त्यो छुछन्सलाई अनिवार्य रूपमा दिनुपर्ने छ भनेको छ। दिन्छ नै ख्वाङ्गेक छिच्छाछेमा तपाई चाहिँ छुछन्स लिनुभयो भने त्योभन्दा माथिल्लो निकायले त्यसलाई छुछन्सलाई चाहिँ प्रुभ गरिदिनु भयो। अब इङ्गु खाम्सो ख्वान्सिम छियक भित्र 1 वर्ष काम अनिवार्य गरेको भएमा मात्रै बल्ल इङ्गु खाम्सो ख्वान्सिम छियकबाट आवेदन गर्न सकिन्छ भनेदेखि तर इङ्गु खाम्सो छियक भित्र हुनुहुन्छ भनेदेखि तपाई अन्यत्रबाट त्यो क्षेत्रमा गएर पनि भिसा एप्लाई गर्न पाउने भएको हुनाले त्यो कामको गर्नुपर्ने अवधि कुनै चाहिँ प्रतिबन्ध छैन भनेको छ। अनि त्यस्तै चाहिँ तपाईको यदि त्यो क्षेत्रमा गएर तपाईले E74R परिवर्तन गर्नुभयो भनेदेखि कम्तीमा पनि त्यो कम्पनीमा जुन कम्पनीमा तपाईले E74R बनाउँदै हुनुहुन्छ त्यो कम्पनीमा कम्तीमा पनि 2 वर्षभन्दा बढी काम गरेको हुनुपर्ने छ भनेको छ। अनि त्यस्तै अर्कोमा चाहिँ यदि तपाईले इङ्गु खाम्सो ख्वान्सिम छियक भित्र
E74R बनाउनु भयो भनेदेखि त्यो क्षेत्रभित्र तपाईले 3 वर्षभन्दा बढी बस्नुपर्ने शर्तमा त्यो भिसा चाहिँ दिने भएको हुनाले 3 वर्षभन्दा बढी त्यो क्षेत्रमा यदि बस्नु भएन, त्यो क्षेत्र उल्लङ्घन गर्नु भयो भनेदेखि तपाईले त्यो भिसा तपाईको क्यान्सल गर्न सक्ने हुन्छ, क्यान्सल गर्न मिल्छ भनेर सूचनामा भनेको छ। भनेको अनिवार्य रूपमा त्यो जुन कम्पनीमा तपाई जानुभएको थियो त्यो कम्पनीमा 2 वर्ष अनिवार्य रूपमा काम गरेको हुनु पर्यो र 3 वर्ष चाहिँ तपाईले अनिवार्य रूपमा त्यो क्षेत्रभित्र चाहिँ काम गरेको हुनु पर्यो भनेर भनेको छ। कम्पनीले चाहिँ कति जनासम्म आवेदन गर्न सक्छ भन्ने छ। यसमा चाहिँ कम्पनीले आवेदन गर्न सक्ने संख्या भनेको कोरियन संख्या कति जना छन् कम्पनीभित्र त्यसको आधारमा चाहिँ विदेशीहरूको संख्या E74R एप्लाई गर्न सकिने भनेको छ। 1 देखि 5 जना छ भनेदेखि 3 जनासम्म, 6 देखि 50 जना छ भनेदेखि 50% सम्म, 50% सम्म, 51 जनादेखि 100 जना छ भने पनि 50% सम्म अथवा 35 जनासम्म बढीमा, र 101 देखि 150 जना छ भने 40 जना, र 151 जना छ भनेदेखि तपाईको 50 जनासम्म यो त्यो कम्पनीबाट तपाईले E74R एप्लाई गर्न सकिन्छ। तपाईको आफ्नो नाबालक छोराछोरी 19 वर्ष क्रस नगरेको छोराछोरी र त्यसपछि चाहिँ तपाईले आफ्नो परिवार, आफ्नो श्रीमान अथवा श्रीमती तपाईले यहाँबाट इन्भाइट गर्न मिल्छ, कोरिया लिएर आउन मिल्छ भनेदेखि तपाईको फेउजालाई चाहिँ तपाईको श्रीमान अथवा श्रीमतीलाई E74R को श्रीमान अथवा श्रीमतीलाई काम गर्ने अनुमति पनि दिन्छ। त्यही क्षेत्रमा त्यही इङ्गु खाम्सो छियक अथवा चाहिँ तपाईले जुन क्षेत्रमा काम गरिराख्नु भएको छ त्यो क्षेत्रमा काम गर्ने अनुमति दिन्छ। तर के भनेको छ भनेदेखि श्रीमान अथवा श्रीमती जुन F3 डिपेन्डेन्ट भिसामा आउनु भएको छ उहाँलाई काम गर्ने अनुमति त दिन्छ, तर थानसुन अम्मुमा मात्रै सामान्य कामहरुमा मात्रै काम गर्ने अनुमति दिन्छ भनेदेखि यदि त्यो काम गर्ने अनुमति दिएको दिनदेखिबाट उहाँले पनि 2 वर्ष भित्रमा सावैथुङ्गा प्रोग्रामको 2 लेभल भन्दा माथि अनिवार्य गरेको हुनुपर्ने छ। यदि त्यो 2 लेभल भन्दा माथि गरेको भएन भनेदेखि उहाँको काम गर्ने अनुमति चाहिँ 6 महिना मात्रै थपिन्छ भनेको छ, त्यसपछि चाहिँ थपिदैन भनेको छ। यदि तपाईको परिवारहरु ल्याएर कोरियामै पढ्नुहुन्छ भने त्यही जुन क्षेत्रमा बसोबास गर्नुभएको छ त्यही क्षेत्रभित्र चाहिँ विद्यालयमा जानुपर्ने हुन्छ भनेको छ, अनिवार्य त्यही क्षेत्रभित्र जानुपर्ने हुन्छ भनेको छ। अर्को चाहिँ थुङबान खाजोकको लागि तपाईको सेलरी कति हुनुपर्छ भनेको छ। अब तपाईको 4 जनासम्म त तपाईले जुन E74R एप्लाई गर्नुभएको छ त्यसैले नै तपाईले आवेदन गर्न सक्नुहुन्छ भनेदेखि 4 जना भन्दा माथिको लागि चाहिँ 5 जना हो भनेदेखि तपाईको 3 करोड 40 लाख, 6 जना हो भने 3 करोड 80 लाख, र त्यसपछि 7 जना हो भने 4 करोड 31 लाख, र 8 जना हो भने 4 करोड 75 लाख। यसरी चाहिँ तपाईले आवेदन गर्न सक्नुहुन्छ तपाईको आफ्नो परिवारलाई। खिता साङमा दिएको छ। यदि तपाईले छिच्छाछेबाट छुछन्छ चाहिँ कसरी प्राप्त गर्ने, कुन ठाउँमा गएर प्राप्त गर्ने भन्ने खालको त्यो तपाई झुक्किनु भएको छ भने तपाईको आफ्नो छिच्छाछे जुन तपाई बसोबास गर्नु भएको छ त्यसको चाहिँ किछो छाछी छे अथवा चाहिँ खङ्गे छिच्छाछेमा तपाई चाहिँ गएर सोध्न सक्नुहुन्छ। तपाई जस्तो कुनै सी भित्र खुन भित्र बस्नु भएको छ भने त्यो सिछङ भित्र गएर तपाईले सोध्न सक्नुहुन्छ, अथवा चाहिँ तपाईको हेजङ फोक्सी सेन्टरमा गएर तपाईले त्यहाँ गएर सोध्न सक्नुहुन्छ कहाँबाट त्यहाँ छुछन्छ दिने व्यवस्था गरिएको छ, के कुराहरु छुछन्छको लागि आवश्यकता पर्छ भन्ने कुरा चाहिँ त्यहाँको स्थानीय संयन्त्रले चाहिँ तपाईलाई जानकारी दिन्छ E74R को लागि। र तपाईले सूचनामा हेर्नुभयो भने हाई कोरियाको सूचनामा गएर हेर्नुभयो भने चाहिँ इङ्गु खाम्सो छियक भनेर छुट्याएको छ। इङ्गु खाम्सो छियक भनेर छुट्याएको छ 2021 को 10/8 मा चाहिँ 8 देखिबाट छुट्याएको इङ्गु खाम्सो छियकमा चाहिँ तपाईको अहिले चाहिँ इङ्गु खाम्सो छियकको चाहिँ बढाएर 89 वटा पुर्याएको छ भनेदेखि इङ्गु खाम्सो ख्वान्सिम छियक भनेर चाहिँ 18 वटा थपेको छ। यो 18 र 19 गर्दाखेरि 107 वटा छ। तपाई आफ्नो क्षेत्रमा पर्छ कि पर्दैन भन्ने विषयमा चाहिँ यहाँ विस्तृतमा यो सबै खुलाएर राखेको छ। यो तपाईले आफूले चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ विस्तृतमा इङ्गु खाम्सो छियक हो कि हैन भन्ने विषयमा, र इङ्गु खाम्सो ख्वान्सिम छियक चाहिँ यतापटि यसरी राखेको छ। यो तपाईले आफूले हेर्न सक्ने विषय भयो यो चाहिँ। र मुख्य कुरा भनेको चाहिँ छियक थुकायङ सुन्यन खिनुङिल्यकमा चाहिँ E74R मा छम्सुछे भनेको अङ्क प्रणाली के हो त भन्ने विषयमा अब हामीले जानकारी राखौं है त। यसमा चाहिँ के भनेको छ भने 1 नम्बरमा तपाईलाई विगतको 10 वर्षको अवधिमा E9
E10 र S2 भिसामा 2 वर्षभन्दा बढी कोरियामा चाहिँ वैधानिक रूपमा बसेको व्यक्तिले चाहिँ आवेदनको लागि योग्य हुन्छ भनेको छ। र अहिले काम गरिरहेको कम्पनीमा चाहिँ तपाईको 2,60,00,000 भन्दा माथिको 2 वर्षको E74 अनुसारको चाहिँ तपाईले खुल्लो ख्याक्स बनाउनु पर्ने हुन्छ। खुल्लो ख्याक्स बनाउनु पर्ने हुन्छ भने यदि तपाई कृषितिर, पशुपालनतिर अथवा मत्स्यपालनतिर हुनुहुन्छ भनेदेखि 2,50,00,000 भन्दा माथिको सेलरी चाहिँ 2 वर्ष खुल्लो ख्याक्स बनाउनु पर्ने हुन्छ भने श्रम सम्झौता गर्नुपर्ने हुन्छ। त्यस्तै 3 नम्बरमा के भनेको छ भनेदेखि अहिले काम गरिरहेको कम्पनीमा 1 वर्ष भन्दा माथि काम गरिरहेको हुनुपर्ने छ भनेर भनेको छ भने छुछन्छ त्यहाँबाट कम्पनीले चाहिँ छुछन्छ दिएको हुनुपर्ने छ भनेको छ। अनि अर्को कुरा तपाईलाई यसमा चाहिँ के कन्फ्युजन हुनुहुन्छ भनेदेखि यदि तपाई चाहिँ 1 वर्ष भन्दा कम हुनुहुन्छ अनि त्यसपछि तपाई चाहिँ भर्खरै काम छोडेर इङ्गु खाम्सो छियकमा गएर मैले E74R बनाउँछु भनेर लाग्नु भएको छ भनेदेखि उहाँहरूलाई चाहिँ कम्पनीले अनिवार्य रूपमा छुछन्छ दिनुपर्ने हुन्छ र ती कम्पनीले छुछन्छ दिएकोलाई पनि मान्यता दिनेछ भनेर भनेको छ। अनिवार्य बेसिक कुराहरू चाहिँ फेङ्गिङ सोदुक चाहिँ मिल्नै पर्ने हुन्छ। तपाईको हाङगुक नुङ्गेक सिएम चाहिँ 50 अङ्क आउनै पर्ने हुन्छ भनेदेखि अरुमा चाहिँ 300 पूर्णाङ्कमा 200 पूर्णाङ्क भन्दा माथि आयो भनेदेखि तपाईले भिसा आवेदन गर्न सक्नुहुन्छ। तपाईको यदि कोरिया बसाइको अवधिमा यो कारणहरू छन् भनेदेखि तपाई चाहिँ आवेदन गर्न योग्य हुनुहुन्न। तपाईले फल्गुम चाहिँ कोरियाको कानुन अनुसार तपाईले कुनै सजाय भोग्नु भएको छ र तपाईले चाहिँ आपराधिक क्रियाकलाप अन्तर्गत फल्गुम तिर्नु भएको छ भनेदेखि फेकमानन भन्दा माथि फल्गुम तिर्नु भएको छ अथवा छुरीको खली फकुइबान गरेर फेकमानन भन्दा माथि तपाईले जरिवाना तिर्नु भएको छ भनेदेखि तपाई चाहिँ यो भिसा आवेदन गर्न सक्नुहुन्न। त्यस्तै तपाईले चाहिँ 2 नम्बरमा यदि तपाईले कम्पनी कुनै ट्याक्स तिर्न बाँकी छ, घरभाडाहरू तिर्न बाँकी छ अथवा चाहिँ केही तिर्न बाँकी छ भनेदेखि यस्तो अवस्थामा पनि तपाईले भिसा आवेदन गर्न सक्नुहुन्न। तर यो केसमा चाहिँ तपाईले पछि तिर्नु भयो भनेदेखि तिरेपछि फेरि आवेदन गर्न सकिन्छ। र 3 नम्बरमा यदि तपाईले अध्यागमनको कानुन अनुसार चाहिँ तपाईले 4 पटक भन्दा बढी उल्लङ्घन गर्नुभएको छ भने अध्यागमनको कानुन यो अवस्थामा पनि तपाईले आवेदन गर्न सक्नुहुन्न। यदि तपाई चाहिँ कोरियाको बसाइमा 3 महिना भन्दा बढी अवैधानिक रूपमा बसेको कुनै रेकर्डहरू छ भनेदेखि तपाईले यस्तो अवस्थामा पनि आवेदन गर्न सक्नुहुन्न। अनि अर्को नम्बरमा चाहिँ यदि तपाई कोरियाको आन्तरिक सुरक्षा अथवा चाहिँ कोरियाको कुनै गतिविधिमा संलग्न भएको हुनुहुन्छ र त्यो प्रमाणित भएको छ भनेदेखि यस्तो अवस्थामा पनि तपाईले आवेदन गर्न सक्नुहुन्न। र अर्को तपाई यदि आफैमा पनि नैतिक हिसाबले अथवा चाहिँ सामाजिक हिसाबले अथवा आर्थिक हिसाबले कुनै त्यस्ता अवांछित क्रियाकलापहरूमा तपाई संलग्न हुनुहुन्छ र त्यसको प्रमाणित भयो भनेदेखि यस्तो अवस्थामा पनि तपाईले आवेदन गर्न सक्नुहुन्न। अब तपाईलाई चाहिँ यो त भयो तपाई कुन अवस्थामा आवेदन गर्न सक्नुहुन्छ, कुन अवस्थामा आवेदन गर्न सक्नुहुन्न भन्ने विषयमा, कति अङ्क प्राप्त गर्न सकिन्छ त भन्ने विषयमा जानकारी राखौँ है त। अब सबैभन्दा पहिला ए नम्बरमा के भनेको छ भने फेङ्ग्युन सोदोक भनेर भनेको छ। यो भनेको एभरेज सेलरी, तपाईको 2 वर्षको सेलरीलाई 2 जोडेर 2 ले डिभाइड गर्दा जति आउँछ तपाईको सेलरी टोटलमा त्यसलाई नै फेङ्ग्युन सोदोक भन्छ, एभरेज चाहिँ इन्कम भन्छ। अब तपाईले 2,50,00,000 भन्दा माथि 3 करोड भन्दा कम आएको छ भने 50 अङ्क तपाईले पाउनुहुन्छ। त्यस्तै 3 करोड भन्दा माथि आयो भने 65 अङ्क, 3,50,00,000 भन्दा माथि आयो भने चाहिँ तपाईको 80 अङ्क, 4 करोड भन्दा माथि 95, यसरी चाहिँ तपाईले अङ्क प्राप्त गर्न सक्नुहुन्छ आफ्नो सेलरीको आधारमा। त्यसपछि हाङगुक नुङ्गेक सिएम भनेको चाहिँ तपाईको टपिक अथवा चाहिँ साविथुङ्गा प्रोग्रामको के छ त्यसको आधारमा तपाईले अङ्क प्राप्त गर्न सक्नुहुन्छ। यसमा चाहिँ बढीमा 120 अङ्क प्राप्त गर्न सक्नुहुन्छ। त्यो हुनाले चाहिँ तपाईले यदि कोरियन भाषाको साविथुङ्गा गरिराख्नु भएको छ तपाईले भने 2 लेभल भन्दा माथि गर्नुभयो अथवा चाहिँ इगुप भन्दा माथि र इदाङ्गे भन्दा माथि गर्नुभएको छ अथवा साजन फेङ्का दिनुभएको छ र 41 अङ्क भन्दा माथि 60 अङ्क भन्दा माथि तल ल्याउनु भएको छ भने 50 अङ्क, त्यस्तै सामगुप सामदाङ्गे र 61 अङ्क भन्दा माथि 80 अङ्क भन्दा कम ल्याउनु भएको छ भनेदेखि तपाईले 80। यसरी चाहिँ तपाईले भाषाको हिसाबमा पनि यसरी अङ्क प्राप्त गर्नुहुन्छ।
त्यस्तै उमेरको हिसाबमा तपाईले बढीमा 60 अङ्क प्राप्त गर्न सक्नुहुन्छ भनेदेखि 19 देखि 26 वर्षको हुनुहुन्छ भने 40, 27 देखि 33 सम्मको चाहिँ 60 र 34 देखि 40 सम्मको 30 र 41 देखि माथिकोले चाहिँ 10 अङ्क प्राप्त गर्न सक्नुहुन्छ भनेदेखि तपाईको छुङाङफु छ। तपाईले कोटामा हेर्नु भने छुङाङफु छ भनेको चाहिँ जस्तो नोदङबु, खोयोङबु यिनीहरुबाट प्राप्त गरेको तपाईको छुछान्छ छ भनेदेखि तपाईले 30 अङ्क प्राप्त गर्न सक्नुहुन्छ। त्यस्तै ख्वाङेक छिच्छाछेबाट चाहिँ अनिवार्य छुछान्छ प्राप्त गर्नुपर्छ E74R को लागि भनेदेखि यसबाट 50 अङ्क अनिवार्य हुनु पर्यो र तपाईले चाहिँ खोयोङक्यपछेबाट चाहिँ आफ्नो कम्पनीबाट छुछान्छ प्राप्त गर्नुभएको छ भनेदेखि 50 अङ्क पाउनु भयो। त्यस्तै तपाई चाहिँ अहिले काम गरिरहेको कम्पनीमा 3 वर्ष भन्दा बढी लगातार काम गरिरहनु भएको छ भनेदेखि यसमा 20 अङ्क प्राप्त गर्न सक्नुभयो। इङ्गु खाम्सो छियकमा अथवा चाहिँ उपमेन छियकमा तपाईले 3 वर्ष भन्दा बढी काम गर्नुभएको छ भने 20 अङ्क प्राप्त गर्नुभयो र तपाईसँग आफूसँग चाहिँ कोरियाको प्राविधिक सम्बन्धी यदि तपाईसँग किसा, सानप किसा अथवा चाहिँ खिनुङसा सम्बन्धी तपाई अहिले काम गरिरहेको सम्बन्धी चाहिँ कुनै पनि सर्टिफिकेट तपाईसँग छ भनेदेखि 20 अङ्क प्राप्त गर्न सक्नुहुन्छ भने कोरियाको लाइसेन्स छ भनेदेखि इचुङ फुतुङ भन्दा माथि छ भने 10 अङ्क प्राप्त गर्न सक्यो। 300 पूर्णाङ्कमा 200 अङ्क भन्दा माथि ल्याउनु भयो भनेदेखि तपाईको E74R बनाउन मिल्छ र सकिन्छ। अब यो अङ्क भार प्रणालीमा घट्ने अङ्क पनि छ। यसमा तपाईले यसरी हेर्नुभयो भने तपाईले यदि कोरियाको बसाइमा कुनै त्यस्ता कमी कमजोरीहरु जानेर अनजानमा गर्नुभएको छ भनेदेखि यसरी अङ्कहरु चाहिँ घटाइन्छ। यदि तपाईको चाहिँ फेकमान भन्दा तलको फल्गुम तिर्नु भएको थियो, जरिवाना तिर्नु भएको थियो भने एक चोटीको लागि 5 अङ्क, दुई चोटीको लागि 10 अङ्क, तीन चोटी तिर्नु भएको छ भने 20 अङ्क यसरी घट्छ तपाईको। त्यस्तै तपाईको ट्याक्सहरु तिर्न बाँकी थियो कुनै भनेदेखि त्यस्तो अवस्थामा पनि एक चोटीको लागि 5000, दुई चोटीको लागि चाहिँ 10 र तीन चोटीको लागि 15 यसरी तपाईले तिर्नुपर्ने अङ्क चाहिँ तपाईको घट्छ भने छुरीको खल्लीफप उइबान गर्नुभएको थियो भनेदेखि एक चोटीको लागि 5, दुई चोटीको लागि 10 र तीन चोटीको लागि 15 यसरी चाहिँ अङ्क घट्छ तपाईको। यो भिडियो हेरिदिनु भयो त्यसको लागि म तपाईहरु सम्पूर्णलाई हार्दिक धन्यवाद भन्न चाहन्छु र आगामी दिनहरुमा पनि यस्तै जानकारीमूलक भिडियोको लागि कृपया च्यानललाई भने सब्स्क्राइब गर्न नबिर्सनु होला है त। हस्त नमस्ते।